सिरिपेज ल्याउ काटिन भने म मेरो गर्दन आफैले काट्ने कि अर्कोलाई काट्छु। म उजुर बाजुर केही गर्ने छैन। मैले शपथ खाइसकेको छु सिरिपेजको। म च्वाट्ट काटेर सिरिपेजमा मेरो गर्दन चढाउँछु र म मर्छु। मलाई मेरो देशको माया छ, मलाई सिरिपेजको माया छ। राजालाई मूर्ति चोर तैँले यो देशका कति नेपालीका छोराछोरीको के अरे धन सम्पत्ति सुन चाँदी खसी बेडा रागा केही भनिनस् र एउटा टिचरलाई लगेर रुखमा झुन्डाइस्। तँलाई झुन्ड्याउने दिन आयो 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 आयो। तपाईँ 50 वटा खुकुरी लिएर आउनुभयो भने मैले ज्यान जोगाउनको लागि खुट्टा हुनु परेको परेन? 50 जना खुकुरी लिएर मलाई काट्न आयो भने मैले ज्यान जोगाउनु परेको परेन? यस भन्नुहोस् कि नो भन्नुहोस् न। तपाईँले यस भन्नुहोस् कि नो भन्नुहोस्। दुईटा कुरा नगर्नुहोस्, एउटा कुरा गर्नुहोस्। त्यसकारण सिरिपेज भनेको सिरिपेज हो। प्रचण्ड बा भूतपूर्व प्रधानमन्त्री हुनुहुन्छ, सम्माननीय हुनुहुन्छ। उहाँले के कति मार्नुभयो त्यसको अपराधको भागीदार उहाँ आफै हुने हो। हामीले बोक्न पर्दैन। उहाँले खाएको रगत उहाँले नै हग्ने हो। अँगार जसले खान्छ त्यसले कालो हग्छ। हामीले खाएको छैन, हामीले किन हग्ने? प्रचण्ड बाकै मुखबाट भने हो कि होइन 5000 मैले मारे हो भनेर? म तपाईँलाई क्वेसन गर्छु, भने हो कि होइन? हो भने उहाँले आफ्नो जिन्दगीलाई परिवर्तन गर्न पर्छ कि पर्दैन त? त्यस कारणले बुझ्नुहोस् साथी, मैले यति कुरो भने तपाईँले क्वेसन सोधेको गलत छ। पुलिसको चाहिँ घरमा श्रीमती छैन अनि हाम्रो घरमा श्रीमती छैन। विश्वमा सर्वोत्कृष्ट देश भनेको नेपाल हो, जहाँ मानव सभ्यतालाई सर्वोत्कृष्ट रूपमा मानिन्छ। र विश्वमा यस्तो कन्ट्री देखाउनुहोस् जहाँ मान्छेलाई पूजा गरिँदैन, र देखाउनुहोस् जहाँ मान्छेलाई फाँसी दिँदैन, यातना दिँदैन, उसलाई कुनै किसिमको मेन्टल टेन्सन दिँदैन। जेलमा बस्दा पनि उसलाई मुर्गा बनेर कपडा बुनेर उसको जीवन पद्धति विकास गर्नको लागि राज्यले सहयोग गरेको छ। र यस्तो देश देखाउनुहोस् मलाई नेपालमा मानवलाई, कोही मानवलाई यातना हुँदैन, यहाँ मारपिट हुँदैन, मेन्टल टेन्सन हुँदैन। त्यस कारण तपाईँहरूले एउटै कुरो बुझ्नुहोस् कि मिडिया साथीहरू, सिरिपेज भनेको नेपालको अस्मिता हो। अस्मिता, अस्मिता भनेको के हो तपाईँलाई थाहा छ? अस्मिता भनेको के हो थाहा छ? राजाले जनताको नासो जनतालाई दिएको हो। कुनै दललाई यो देश चलाऊ भनेर छोडेको होइन। जनताले पनि यो देशमा अब हामीलाई राज संस्था र हिन्दू राष्ट्र चाहिँदैन भनेर भोट हालेको छैन। तपाईँहरूले गलत बाटोबाट विदेशीको आयातित तन्त्र र बाँध दिल्लीमा गएर 12 बुँदे गरेर यो देशमा गणतन्त्र ल्याउनु भयो। हाम्रो देशमा अहिले के छ? भेदनीति छ, विसङ्गति छ, भ्रष्टाचार छ। त्यसैको जगमा अहिले यो गणतन्त्र टिकिरहेछ। हिजो म समाचार हेर्दै थिएँ, हाम्रा गणतन्त्रका मतियार प्रचण्डज्यूले के भन्दै हुनुहुन्थ्यो? सिपास महाराज विराज ज्ञानेन्द्र सरकार मूर्ति चोर हो रे, सुन काण्ड गरे रे, यो देशलाई बर्बाद गरे रे। तपाईँले के गर्नुभयो प्रचण्डजी? तपाईँले ल्याएको गणतन्त्रले 17,000 मान्छे मार्नुभयो। हाम्रा भएका भाइ बहिनीहरू अहिले विदेशमा छन् भनेर काठको बाकसमा आइरहेछन्। यो कुरा तपाईँले हेक्का राख्नु भएको छ। विचार गर्नुहोस्, यो जनताले श्रीलङ्का र बङ्गलादेश जस्तो तपाईँलाई लखाट्ने दिन आउँदैछ। जनता तयार भइरहेछन्। अहिले यी हातमा यहाँले राष्ट्रिय झण्डा देखिरहनु भएको छ। भोलि त्यो झण्डा बन्दुकमा परिणत हुन सक्छ। यो आन्दोलनको राम्रो तापले तपाईँहरूलाई चलाउन सक्छ, तपाईँहरूलाई लखाट्न सक्छ। तपाईँहरूको भलाइ यसमै छ। हेर्नुहोस्, तपाईँहरूले देशको लागि केही गर्न सक्नु भएन। अब हिजोको मूल्याङ्कन गरेर राजालाई यहाँ रहेको सिरिपेज फिर्ता दिनुहोस्। राजाले जनताको नासो जनतालाई दिएको हो। कुनै दललाई यो देश चलाऊ भनेर छोडेको होइन। जनताले पनि यो देशमा अब हामीलाई राज संस्था र हिन्दू राष्ट्र चाहिँदैन भनेर भोट हालेको छैन। तपाईँहरूले गलत बाटोबाट विदेशीको आयातित तन्त्र र बाँध दिल्लीमा गएर 12 बुँदे गरेर यो देशमा गणतन्त्र ल्याउनु भयो। अस्ति भर्खर पोखराबाट सिपास महाराज विराज सरकार फर्किँदा फोटोदेखि तर्सिनुभयो। ए बाबा, तपाईँले लेनिन स्टालिनको फोटो राख्न मिल्छ? हामीले योगी आदित्यनाथको फोटो लिएर हिँड्न मिल्दैन। योगी आदित्यनाथ 1 करोड हिन्दूहरूको आराध्य नाथ हो, गोरखनाथ, जसको गोरखनाथले गर्दा पृथ्वीनारायण शाहले देश एकीकरण गर्नुभयो। म यी गणतन्त्रका हतियारहरूलाई भन्न चाहन्छु, हेर्नुहोस्, अब हामीलाई त्यो युद्धको धमधमी नदिनुहोस्। कोही नेपाली डराउनेवाला छैन।
नेपालीहरू यति पिल्सिएका छन्, तपाईहरूले देशको आर्थिक स्थिति यति कमजोर बनाउनु भएको छ, नेपालीहरूलाई यति गरिबीको दलदलमा पार्नु भएको छ। अब प्रत्येक नेपाली हातमा राखेको ज्वाला निक्लिन्छन् र त्यो ज्वालाले तपाईँलाई पोल्नेछ। र म साथीहरू अर्को कुरा पनि के भन्न चाहन्छु भने केपी ओलीले भन्दै हुनुहुन्थ्यो त्यो जुलुसमा स्वागत गर्नुका कि मलाई गाली गर्नुका। तपाईँले के राम्रो गर्नुभएको छ र तपाईँको राम्रो भन्नुपर्ने, तपाईँले नराम्रो गर्नुभएको थियो, त्यही भएर तपाईँलाई जनताले गाली गरे। जनताको मतको कदर गर्नुपर्छ। जनता प्रजातन्त्रमा लोकतन्त्रमा सर्वमान्य हुन्छ। अनि त्यही जनताले राजा खोजिरहेछन्। हिजो तपाईँहरूले भने होइन हामीले जनताको मतलाई कदर गर्छौँ, जनताले गणतन्त्र ल्याए। तर जनताले त्यो गणतन्त्र ल्याएको थिएन, त्यो विदेशीको तन्त्र बात थियो। तपाईँहरूले 12 बुझे गर्नुभयो। यो देशमा गणतन्त्र ल्याउनु भयो, सीताराम याचुरी ल्याउनु भयो, सदनमा राख्नुभयो। हामीले त सामा कोसीमा जम्मा गरेर यहाँ बाइक र्याली गऱ्यौँ, यहाँ नारायणी आयौँ। हामीले कुनै विदेशी मान्छे यहाँ ल्याएको छैन। यहाँ देख्नु भएको छ तपाईँहरूले विदेशी मान्छे। हामी सबै नेपाली छौँ, सबको हातमा राष्ट्रिय झन्डा छ। हामी छातीमा हात राखेर भन्न सक्छौँ हामी यो माटोपाटी प्रतिबद्ध छौँ। जननी जन्मभूमि छ स्वर्ग कवि गरिएसी। हामी यो माटोको लागि मर्न पनि तयार छौँ। आज हामी यो देशमा बसेर देशको लागि लडिरहेछौँ। तपाईँहरूले अनेकौँ काण्ड गर्नुभयो। तपाईँले कति भ्रष्टाचारको फाइल खोज्नुभयो, हिजो सुनकाण्डको कुरा गर्नुभयो। तपाईँ आफ्नै पार्टीहरूमा हेर्नुहोस् कति मूर्ति चोर छन्, कति सुनकाण्ड गरेका छन्, कतिले सार्वजनिक जग्गा खान्छन्, के गरेका छन्। त्यो फाइलहरू अब जनताले खोल्नेछन्, जनताले अब तपाईँलाई लखाट्नेछन्। अब अर्को कुरा, यो चैतको महिना हो, यो आन्दोलनको महिना हो। म सम्पूर्ण नेपाली आमा बाबु बुबा दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु, हेर्नुहोस् हाम्रो देश खत्तम भइसक्यो। खत्तम भने कस्तो खत्तम भन्दाखेरि हाम्रो पासपोर्ट काम नलाग्ने भइसक्यो। हामीलाई कसैले हिजो वीर गोर्खाली भनेर चिनेको हामी नेपाली आज विश्व सामु उभिँदा हामीलाई घृणाको दृष्टिले हेर्ने भइसक्यो। त्यही भएर अब हामीले हाम्रो स्वाभिमानको लागि, हाम्रो पहिचानको लागि आन्दोलन गर्नुपर्छ। उपत्यकावासी नेवार आमा बुबा दाजुभाइ दिदीबहिनीहरू उठ्नुहोस्। तपाईँहरू रमिता हेर्ने होइन, अब तपाईँहरूले यो आन्दोलनमा सहभागिता जनाउनुपर्छ। र विशेष गरेर म शाही युवा शक्तिलाई पनि धन्यवाद दिन चाहन्छु। विगत 2068 सालदेखि यो राज संस्था हिन्दू राष्ट्रको लागि उहाँले अनवरत सङ्घर्ष गरिरहनु भएको छ, लागिरहनु भएको छ। त्यस्तै गरी राप्रपा नेपाल लगायत अन्य राजावादी सङ्घ संगठनहरू तपाईँहरू पनि लाग्नुहोस्। हामी विभाजित भएर होइन, गोलबद्ध भएर एकताबद्ध भएर अब यो गणतन्त्रलाई ढाल्नुपर्छ। र यहाँ राखेको सिर्फेस श्रीवास धिरालाई लाउनुपर्छ। देशभक्तहरू, देशप्रेमीहरू सबैलाई राष्ट्रिय झन्डा मुनि एकता भएर अगाडि बढिदिनु हुन म सबैलाई चुले निम्तो गर्न चाहन्छु। र मैले एक दुईवटा कुरा भनिहालेँ। अहिलेका देशभक्त देशप्रेमीहरू, एकजना राष्ट्रप्रेमीहरू, जम्मा 5 जनालाई मैले भन्दैछु। 5 जना ठुल्ठुला पार्टीका राजेन्द्र लिङ्गदेल, दुर्गा परसाई, केशरबहादुर विष्ट, विभिन्न छन् अहिले 5 वटा। यी 5 वटा पार्टीका ठुल्ठुला शीर्षस्थ नेताहरू छिटोभन्दा छिटो भोलि र पर्सिमा बसेर आन्दोलनको घोषणा गर्नुहोस् भन्ने उहाँलाई मेरो तर्फबाट सुझाव। होइन भने तपाईँलाई डन्डा लिएर म आउँदैछु। म सेनाको मान्छे हुँ, सेनालाई कमान मान्छे हो। मलाई मेरो देश र मेरो आमाको अस्मिता लोडेको छ। यो देश बचाउने भनेको सेनाको सिपाहीले बचाउँछ, खबरदार हो कि होइन। अब एउटै कुरा म धेरै भन्दिनँ, म धेरै कुरा जान्न। म राष्ट्रियता धर्म पहिचानसँग जोडेर अहिले हाम्रा पछाडि बस्नुभएका हाम्रा पुलिस दाजुभाइ, पिउन, आर्मीका सिपाहीहरूको तलब न्यूनतम 50,000 हुनुपर्छ। अनि मात्रै 2टा बच्चा पढाउन पुग्छ, हो कि होइन। र बजार नियन्त्रण गर्नुपर्छ। यो भ्रष्ट दलाली हिजो पचुण्डाले भनेको थियो कि कोही अमर छ भने सायद उसले अरूलाई खरानी बनाउँछु भन्दै हिँडेको होला, उसको पनि खरानी हुने दिन अवश्य आउँछ। त हामीले आज याद गर्नुपर्ने कुरा के छ भने नेपाल, नेपाली, हाम्रो धर्म, संस्कृति, राजधर्म र राजाले संरक्षण गरिएको यो मुलुकको बारेमा हामीले चिन्तन गर्ने समय हो। र यति बेलै म यो पनि भनिहाल्छु कि हाम्रो राष्ट्रवादी यो राजतन्त्र स्थापनाको लागि, हिन्दू धर्म स्थापनाको लागि, सनातन हिन्दू धर्मलाई कायम गराउनको लागि
लागि पर्नुभएका अनेकन पार्टी व्यक्ति समूह जो हुनुहुन्छ उहाँहरूले पद र प्रतिष्ठाको लागि आफ्नो उद्देश्य नै प्राप्त नगरी विवादको कुरा नउठाउँदा राम्रो हुन्छ होला, मेरो सल्लाह छ उहाँहरूलाई। र उहाँहरूले सबैले आफ्नो क्षेत्रबाट पहिलो उद्देश्य हाम्रो सनातन हिन्दू अधिराज्य नेपाल स्थापना गर्नु हो र गोरखनाथ र गोरखकालीको कृपा प्रसादले राज भएको हिन्दू नरेशलाई हामी विराजमान गराउनु हो गद्दीमा। र म यहाँहरूलाई यो पनि भन्छु, सम्पूर्ण साथीहरूलाई मेरो अनुरोध छ, तपाईहरू पत्रकार मित्रहरूलाई मेरो अनुरोध छ, आज तपाईहरू मिडियामा संसारका धेरै कुराहरू जान्नुहुन्छ। आज हिन्दूहरूको अति पावन पवित्र एउटा ग्रन्थ छ, त्यसको नाम हो श्रीमद् भगवत गीता। जो गीता युद्ध कला, ज्ञान, ध्यान, योग यी सबै कुराको सार तत्त्व त्यसैमा रहेको छ र यसलाई आज संसारभरि अध्ययन गरिएको छ। विश्वका 541 भाषामा यसको अनुवाद भएको छ र अबको कार्यक्रममा म हाम्रो शाही युवा शक्तिका अध्यक्षज्यू लगायत यो शाही युवा शक्ति परिवारलाई म एउटा अनुरोध छ कि जुन बेला धनुर्बाण फालेर म युद्ध गर्दिन, आफन्तसँग म लड्दिन, आफन्तलाई मारेर मलाई राज्य चाहिएको छैन। गीताको महत्त्वलाई गाएर नेपालीहरू घर घरमा रोएर दुःख पाएर हामी असहाय भयौं, हामी केही गर्न नसक्ने अवस्थामा पुग्यौं भनेर रोएर बस्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई जगाउनु परेको छ। तपाईहरू एक साथ उठ्नुहोस्। अबको राज्य भनेको श्रीपाद महाराजाधिराज सरकार गद्दी आरूढ भएपछि नेपालमा सुख र शान्तिको राज्य सुरु हुनेछ। संसारको समुन्नत राष्ट्रपतिले नेपाललाई यो झुटको देश हो भनेर भन्ने आरोप समाप्त हुनेछ। जसले आज सहयोग रोक्न पर्ने बाध्यता देखाउनु भएको छ, नेपालीहरूले असल काम गर्न थालेपछि यहाँ अरबौंको सहयोग आउनेछ। तर त्यसलाई अहिलेका सरकार सत्तासीनहरूले जस्तो दुरुपयोग नगरिकन जनताको आर्थिक स्तरलाई धेरै माथि उठाउनु पर्छ। र अबको युग भनेको धर्म, संस्कृति, ज्ञान, विज्ञान, कला, कौशलको हो। र यसै सन्दर्भमा म एउटा कुरा अर्को पनि के अनुरोध गर्छु भने संसारलाई आफ्नो पहिचान दिएर कला र कौशलले संसारभरि आफ्नो देशको ख्याति बढाउन सक्ने हाम्रो कान्तिपुरी, भक्तपुर, पाटन जहाँ अनेकन प्रकारको कला र कौशलले सुसज्जित छ, त्यसको लागि यो परिवर्तन भएर आउने सरकारले पहिलो सहयोग गर्नुपर्छ र संसार